लिएन उयो लिएर आऊ साइनो चाहिन तेरो अहिले लात भन्छ ल्याउ न भाइ कमलदाले पकाएको मात्रै लिएर आऊ खान्छु नि अलिकति भाइ ल्याउ न सबैजनाले खाएको छ आजको पिकनिकको सरदार बाउ यता हुनुहुन्छ हो नानी सबै कुरा हामीलाई खाना ओके गरिदियो रक्सी चाहिँ मैले किनिदिएको तर उहाँ सरदार बाउलाई घरका सुरु गरेर बोलिए ना भैया बोलिएन भन्दैछ के चाहिँ बोल्नु अब त यताउता कि त यता दिउँ है रानीले बोलिरहेको छ अन्त त्यो बोलेको आवाज मेरो आवाज सुन्नु भयो बोलिरहेको छ बोलिरहेको छ त अनि फेरि बुझ्दैन नाचिके बोकेरै हिँड्नु जिब्रो थुत्न त्यसको मुख गर्दै लगेको छैन भाइ होइन बाल्टीमा त चढ्दैन होइन आउँछ औ ढुङ्गामा मुख लगाएन होला नि सक्दैन भनेको जिब्रो त कहीँ हुन्छ ठ्याप्पै काटेर खप्पै खाइदियो कति घन्टाको ढुङ्गा तान्दिएको होइन चाहिँ गऱ्यो भने त ऊ पनि काइली भन्दै यहाँ खाँदैछ सबै दाजु भाइ काहीँ भन्छ काहीँ के सुन्नु भयो